धेरै वर्ष पहिले राजा सगरका 60,000 पुत्रहरू ऋषि कपिलको श्रापले भस्म भएका थिए। उनीहरूको आत्माले शान्ति पाउन सकेन र मुक्ति बिना पृथ्वीमै अल्झिएर बसे। पूरा राज्य शोकमा डुबेको थियो। पुर्खाहरूको उद्धार गर्ने जिम्मा सगर वंशका राजा भागीरथको काँधमा आयो। उनले दृढ संकल्प गरे, म मेरा पुर्खालाई जसरी पनि मोक्ष दिलाउनेछु। भागीरथ हिमालय पुगे र कठोर तपस्या गर्न थाले। वर्षौंसम्म उनले भोक, तिर्खा, चिसो र दुःख सहेर केवल भगवानको नाम जपिरहे। उनको अटल भक्ति देखेर अन्ततः ब्रह्मा प्रकट भए। ब्रह्माले भने, तिम्रा पुर्खाको उद्धार केवल गंगाको पवित्र जलले मात्र सम्भव छ। तर गंगाको वेग यति शक्तिशाली छ कि उनी सिधै पृथ्वीमा झरे भने धरती नै नष्ट हुनेछ। उनलाई थाम्न सक्ने शक्ति केवल महादेवसँग छ। यो सुनेपछि भागीरथले फेरि भगवान शिवको तपस्या सुरु गरे। उनले निरन्तर ओम नमः शिवाय जप्दै वर्षौं बिताए। अन्ततः शिव प्रसन्न भए र प्रकट भएर भने, हे भागीरथ, तिम्रो भक्ति साँचो छ। म गंगालाई मेरो जटामा धारण गर्छु र पृथ्वीलाई बचाउँछु। जब गंगा स्वर्गबाट पृथ्वीमा झर्न थालिन्, उनको गर्जन प्रलय जस्तै थियो। तर महादेवले उनलाई आफ्नो विशाल जटाभित्र कैद गरिदिए। गंगा जटामै अल्झिन् र बाहिर निस्कन सकिनन्। तब भागीरथले फेरि बिन्ती गरे। शिवले मुस्कुराउँदै आफ्नो जटा फुकालिदिए र गंगा ससाना धारामा बग्दै पृथ्वीमा अवतरण भइन्। भागीरथ अगाडि अगाडि हिँड्दै बाटो देखाउँदै थिए र गंगा पछि पछि बग्दै गइन्। अन्ततः उनीहरू त्यही स्थानमा पुगे जहाँ उनका पुर्खाहरूको अस्थि रहेको थियो। जसै गंगाको पवित्र जलले त्यो भूमिलाई छोयो, सबै आत्माले तुरुन्त मोक्ष पाए। आकाशमा दिव्य प्रकाश फैलियो र देवताहरूले पुष्प वर्षा गरे। त्यस दिनदेखि गंगा भागीरथी भनेर चिनिन थालिन् र शिव गंगाधर महादेव कहलाए। यो कथा हामीलाई सिकाउँछ कि साँचो श्रद्धा, धैर्य र विश्वासले असम्भव काम पनि सम्भव बनाउँछ। भगवान सधैँ साँचो मनले पुकार्ने भक्तको साथमा हुनुहुन्छ। यदि यस्ता पवित्र र प्रेरणादायी कथाहरू मनपर्छ भने लाइक गर्नुहोस्, शेयर गर्नुहोस्।